के राज्यले यो चिजलाई अनरसिप लिनुपर्छ। मेरो भन्नुहुन्छ भने म कुनै भूमिकामा हुन्थे या नगर या कुनै भूमिकामा म यसलाई इम्प्लिमेन्ट गर्न सक्थेँ भने यो किताबलाई कुनै पनि विद्यालयले विद्यार्थीलाई कोर्सको रूपमा हामीले यसलाई अगाडि बढाउन सकेको भए धेरै समस्याहरू समाधान भएर जान सक्ने। सम्पत्ति वा शक्ति पावर भन्छ हैन, त्यो फरक किसिमको परिभाषा हुन्छ। आज चाहिँ ज्ञान, सिप र सूचना, जसमा ज्ञान छ, जसमा सिप छ, जसमा सूचना छ पर्याप्त, त्यो नै सम्पन्न हो। मैले पढेँ कि छैन बाबु भन्नु हो, तर मैले के भने तपाईँले पढ्नु छैन, तपाईँको छोराले पढ्नु भएको छ, तपाईँका बुहारीले पढ्नु भएको छ, तपाईँका छोरीले पढ्नु भएको छ। तपाईँले यो कुरो भन्दै जानुहोस्, उहाँहरूले टिप्दै जानुहुन्छ र लेखिदिनुहुन्छ र त्यो पुस्तक बन्छ। अहिले तपाईँ बालिका पन्तजीको पुस्तक निक्लिएको छ, त्यो उहाँले भनेका कुरा सम्झिएका कुरा। हाम्रो युट्युब च्यानल बागबानी होमस्टे हेरेर बसिराख्नुभएका तमाम दर्शकबिनहरूमा स्वागत छ। आज हामी सधैँ प्रस्तुत हुने विषयहरूभन्दा अलिकति फरक विषय प्रस्तुत गरेका छौँ। आजको विषय रहेको छ शिक्षा। शिक्षा भनेको चेतना। जब मानिस शिक्षित हुन्छ उसको चेतनाको विकास हुन्छ, उसले जिउने जिन्दगी चेतनाको विकास भएसँगै उसका गर्ने क्रियाकलाप, उसको दिमाग र उसले समाजमा दिने योगदान ठुलो हुन्छ। हामीले यही बुझेका छौँ। हाम्रो देश नेपालमा शिक्षाको कुरा गर्दा अहिले एउटा बहस चलेको छ। एउटा पङ्क्तिले भनिरहेको छ शिक्षामा साँच्चैकै आमूल चेन्ज आएको छ, परिवर्तन भएको छ। हिजोको शिक्षाको भन्दा आजको शिक्षा साँच्चैकै गुणस्तर छ। हिजो चप्पल लगाएर स्कुल पढ्नेहरू आज टाई सुट लगाएर, जुत्ता लगाएर, हिजो हाफ प्यान्ट जाङ्गे लगाउँदै स्कुल जानेहरू आज कोट प्यान्ट लगाएर स्कुल जान्छन्। हिजो झोपडीमा पढ्नेहरू आज 5 तलाको बिल्डिङमा पढ्छन्। हिजो किताबमा पढ्नेहरू पाटी कलममा पढ्नेहरूले आज कम्प्युटरमा पढ्छन् भन्ने कुराको विकास भएको छ भन्दै एक पङ्क्तिले भनिरहेको छ भने अर्को पङ्क्तिले बहस गरिरहेको छ अहिलेको शिक्षा व्यवहारमुखी भएन। पक्कै पनि तपाईँ हाम्रो समाजमा हेर्ने हो भने हिजो पढे लेखेका धेरै थिएनन्, तर तिनी मेहनती थिए, श्रमशील थिए, तिनी आत्मसम्मानका साथ बाँचेका थिए। हाम्रो बाबुबाजीको पुस्ताको एजुकेसन अलिक फरक थियो। पढ्यो भन्ने बित्तिकै उसको सोच्ने शैली विकास हुन्थ्यो, पढाइको महत्त्व फरक थियो। तर अहिले सर्टिफिकेट हेर्ने हो भने डिग्री छ, तर उसको माइन्ड, उसको क्यापेसिटी डिग्री बराबरको छैन। ऊ केही पनि गर्न सक्दैन, देशमा रोजगार भेट्दैन, देशमा गरी खान्छु भन्ने हिम्मत गर्न सक्दैन, विदेशको बाटो नोकरी उसलाई हुँदैन भने हामी अहिलेको शिक्षाले बेरोजगारी बढायो। अहिलेको शिक्षा प्रयोगात्मक भएन, अहिलेको शिक्षा व्यवहारिक भएन, अहिलेको शिक्षा बढी महत्त्वकाङ्क्षीमय भयो, गरी खानेहरूलाई बसी खाने बनायो, श्रम गर्न लाज मान्ने बनायो। म यो काम गर्नलाई मात्रै बन्ने, मेरो लेभलको काम तेरो लेभलको काम बनायो। सारा गाउँघर खाली बनायो। हिजो स्वाभिमानी थिए नेपालीहरू, आज विदेशीको गुलामी बनायो भन्दै देशमा ठुलो बहस चलिरहेको छ। साँच्चै यो बहस जरुरी पनि छ। के हाम्रो शिक्षा व्यवहारमुखी छ या छैन, र व्यवहारमुखी बनाउन के गर्नुपर्छ र कसरी गर्नुपर्छ? पढ्ने विद्यार्थीमा कमजोरी छ या पढाउने शिक्षकमा कमजोरी छ? पढ्ने विद्यार्थीले के कुरामा ध्यान दिन जरुरी छ अनि पढाउने शिक्षकले कस्तो मेथड अपनाउन जरुरी छ? यस्तै प्रश्नहरूको चिरफार गर्दै एउटा पुस्तक जन्मिएको छ, 5 डिग्री एङ्गल चेन्ज हो। आज हामी यही 5 डिग्री एङ्गल चेन्ज के हो त, यो पुस्तकले के दिन्छ, के साँच्चीकै अबका विद्यार्थीहरूको भविष्य यो पुस्तकले बनाउन सक्छ? यो पुस्तकको कति महत्त्व छ? यो पुस्तकमा के लेखिएको छ, के क्याप्सुलहरू छन् जसले शिक्षकलाई, विद्यार्थीलाई अनि अभिभावकलाई सबैलाई चेन्ज गर्न सक्छ? आज यही पुस्तकको विषयमा छलफल गम्भीर रूपमा भएको छ। आउनुहोस् के भयो त सबै कुरा हेर्नुहोस्। आज मिति 2081 चैत्र 9 गतेको दिन पुस्तक विमोचन कार्यक्रम 5 डिग्री एङ्गल पुस्तक विमोचन कार्यक्रमको यो समारोहमा उपस्थित यहाँहरू सबैजनालाई सर्वप्रथम त म यहाँहरूलाई हार्दिक स्वागत सँगै मेरो व्यक्तिगत तर्फबाट विशेष धन्यवाद दिन चाहन्छु। म मेरो परिचय जोड्न चाहन्छु यहाँहरूलाई। मेरो नाम चाहिँ सङ्गीत विश्वकर्मा। म पेसाले शिक्षकमा विगत 4 वर्षसम्म चाहिँ साइन्स र म्याथको टिचर भएर काम गरेँ र त्यो महत्त्वपूर्ण जिम्मेवारी दिनुभएको छ, जसको किताबको समीक्षा। यो समीक्षामा धेरै ठाउँमा समीक्षा के हुन्छ भने
यसमा केही कुरा सिकाइएको छ। त्यही कुरा मध्येको मैले फेरि यो समीक्षा गर्दा यो पुस्तक सबै पढिदियौँ भने अथवा अहिले समीक्षामा सबै बोलियो भने जसको कौतूहल र यो किताब पढ्ने इच्छा छ त्यसको इच्छामाथि बिर्को लाग्छ। किनभने सबै लोकराजले बोलिसक्यो, यो किताबभित्र त्यही लेखिया छ, किन पढ्नु परेर भनेर भोलि तपाईँहरूले यो दिएका किताब पनि यसो पछाडितिर छोडेर हिँड्या पनि मैले कतिपय ठाउँमा देखिया छु पुस्तकहरू। त्यस ज्ञान सिप नहुँदा जीवन अधुरो अल्प हुन्छ। ज्ञान सिप नहुँदा जीवन अधुरो अल्प हुन्छ। केही गर्न सक्छु म, केही गर्न सक्छु म, यो विष्णुजीले भन्नुभयो। गर्न सक्छु म, यो दृढ सङ्कल्प हुन्छ। के छ 5 डिग्रीमा, के छ 5 डिग्री एङ्गल चेन्जमा विष्णु अब पुस्तक बन्यो। यो कल्प हुन्छ, यो कल्प हुन्छ, यो कल्प हुन्छ। सबैभन्दा पहिले म आज विमोचन हुनु किताब आउनु आफैमा ठुलो कुरा हो, जिन्दगीको पनि। मलाई लाग्छ विष्णु भाइको जीवनमा आए जस्तो सबैको आउँदैन। यो जुन कृति आएको छ एउटा, र यसको लागि भाइले हार्दिक शुभकामना बधाई दिन चाहन्छु। र यसको समीक्षा लामै समीक्षा हाम्रो मित्र लोकराज राजनीति गरिसक्नु भएको छ। र यस पुस्तकको बारेमा मलाई लागेको कुरा संक्षेपमा मैले यो पुस्तकभित्र लेखेको छु। त्यसैले धेरै यसको चाहिँ फेरि पुनरावृत्ति गर्दाखेरि समयको पनि बगाडी होला भन्ने लाग्छ। त्यसैले म धेरै लामो कुरा गर्दिनँ, संक्षेपमा केही कुरा राख्न चाहन्छु। सर्वप्रथम हामीले यो जुन अहिलेको दुनियाँमा हिजोका दिनमा सम्पत्ति वा शक्ति पावर भन्छौँ होइन, त्यो फरक किसिमको परिभाषा हुन्थ्यो। आज चाहिँ ज्ञान, सिप र सूचना, जसमा ज्ञान छ, जसमा सिप छ, जसमा सूचना छ पर्याप्त, त्यो नै सम्पन्न हो। र यो कृतिहरू जुन आउँछ, सिर्जनाहरू, यो बौद्धिक सम्पत्ति हो। अन्य सम्पत्ति जस्तै यसलाई पनि बौद्धिक सम्पत्ति मानिन्छ। र यो जुन पुस्तक आएको छ, यो पुस्तक चाहिँ हामीले पढ्न सक्छौँ, चर्चा गर्न सक्छौँ, केही चाहिँ अंशान चाहिँ उद्योग गर्न सक्छौँ। तर यसलाई हो हामी सार्ने अथवा आफ्नो नाम छाप्ने हामी गर्न सक्दैनौँ, किन यो चाहिँ कपिराइट जुन छ विष्णु भाइको उसमा हुन्छ। र यदि त्यो गरिए कसरी गरेमा त्यो मुद्दा पनि लाग्छ, प्रतिभा अधिकार भन्ने अहिले छ। त्यसैले यो सबै जानकारी पनि हामीले राख्नुपर्छ लेख्ने पढ्ने मान्छेहरूले। र खास गरी यो जुन पुस्तक छ यसमा चाहिँ यो पुस्तक पनि कस्तो खालको भन्ने हुन्छ, टार्गेट ग्रुप हुन्छ। संसारमा सबैले जो पुस्तक लेख्छन् सबै ग्रुप सबैको लागि हुँदैन, यस्तो हुँदैन, खोज्नु हुँदैन। र टार्गेट ग्रुप कसको लागि लक्षित समूह कुन हो त, के को लागि गर्दा मलाई लाग्छ यो पुस्तक भनेको मूलत विद्यार्थीहरूलाई लक्षित बनाएर लेखेको छ। विष्णु कुमार देवकोटाले जुन मोटिभेसन 5 डिग्री एङ्गल भन्ने किताब लेख्नुभयो, यो किताब लेख्ने भन्ने कुरा सानो कुनो चान्चुने कुरा होइन। यो धेरै अध्ययन गरेर, ज्ञान हासिल गरेर, सबै कुराहरू समेटेर समाजलाई केही दिउँ भन्ने किसिमको हो, देशको लागि केही दिउँ भन्ने किसिमको चाहिँ उहाँले त्यो हिसाबले नै यो पुस्तक लेख्नु भएको रहेछ। उहाँलाई धेरै धेरै धन्यवाद छ। कुरा कसरी अरूलाई बुझाउने त्यति गफेर नै कि मैले भनेको कुरा 100मा 100 बुझ्नु न कसैले भने ज्ञान सिपकरण त्यो वातावरण क्रिएट गर्ने कामलाई चाहिँ मोटिभेसन भन्छ। मोटिभेसन हाम्रो आकर्षण गर्ने र हामीले के दिने हो। विशेष गरेर यो मोटिभेसन भनेको चाहिँ शिक्षा जगतमा मैले हाम्रो तालिम केन्द्रमा त्यस्तो भेटाएको हुन्थ्यो, त्यो चाहिँ नि लागु हुन्छ। शुभकामना। उहाँसँग म धेरै पहिलेदेखि राजनीतिक हिसाबले यो डेभलपमेन्ट सेक्टरमा काम गरे हिसाबले होस् या अन्य युवालाई सशक्तिकरण गर्ने सन्दर्भमा या पछाडि परेका वर्गलाई कसरी अगाडि ल्याउन सकिन्छ भन्ने विषयमा उहाँसँग म लामो सहकार्य गर्दै काम गर्ने अवसर पाएको छु। उहाँसँग धेरै मिलेर हामी काम गरेका छौँ डेभलपमेन्ट सेक्टरमा।
एक्कासी उहाँको यो आफ्नो करियरलाई यो क्षेत्रमा यो मोटिभेसनल एउटा त्यसमा पनि एजुकेसन मोटिभेसनलको रूपमा जुन उहाँ स्थापित हुनुभएको छ मैले हेरिरहेको छु सामाजिक सञ्जालमा उहाँसँग बिचमा पनि केही संवाद भयो कुरा भयो यसलाई अझ दाङको विद्यार्थीहरूलाई या अझ भन्छ भने यो एकदमै तल्लो ग्रेडका विद्यार्थीहरूलाई कसरी उहाँहरूको मानसिक शारीरिक विकासमा हामी योगदान दिन सक्छौँ कसरी मोटिभेट गर्न सक्छौँ भन्ने सन्दर्भमा चाहिँ उहाँसँग धेरै छलफलहरू हामीले गरेको छु मैले र म पनि कतै न कतै यो एजुकेसनतिर यो इसिडीमा लामो काम गर्ने एउटा अनुभव छ स्कुल लेभलका विद्यार्थीहरूलाई हामीले कसरी साँच्चीकै मानसिक रूपले बलियो बनाउने र त्यो जगलाई बलियो बनाउने भन्ने सन्दर्भमा उहाँसँग मिलेर काम गर्न सक्ने धेरै ठाउँहरू छ र हामीले बुझ्नै पर्ने कुरा पनि के हो भने जबसम्म हामीले ती साना विद्यार्थीहरूलाई एउटा साँच्चीकै मानसिक रूपले बलियो र एजुकेसनमा एउटा फाउन्डेसन राम्रो बनाउन सक्दैनौँ त्यो विद्यार्थी पछि गएर त्यसले त्यति धेरै क्षमता या आफ्नो देशको लागि सबै चिज गर्न सक्दैन भन्ने ठम्याइ हो। एउटा भाइरल पनि भएको थियो गगन थापाले एउटा चुनावको सन्दर्भमा एउटा भाषण गर्नुभएको थियो के भने कीर्तिपुरको डाँडामा बसेर पनि लाखौँ पैसा कमाउन सकिन्छ भन्ने किसिमलाई एउटा ट्रोल पनि गरिएको थियो। तर वास्तवमा हामी इन्टरनेसनल लेभलको एजुकेसनको सिस्टम हेऱ्यौँ भने वास्तवमै एकदम अर्ली चाइल्ड डेभलपमेन्टमा काम गरिन्छ उहाँहरूलाई त्यो बेला बलियो बनाइन्छ पछि चाहिँ बरु उहाँहरूलाई छोडिन्छ उहाँलाई फ्री छोडिन्छ र त्यो मानसिक विकास गर्नको लागि साँच्चीकै यो जुन किताब मैले अघि सरसरी हेरेँ एजुकेसनलाई अगाडि बढाउनको लागि यो किताबले साँच्चीकै महत्त्वपूर्ण भूमिका खेल्छ त्यसमा जुन विष्णुजी लाग्नुभएको छ उहाँप्रति म उच्च सम्मान व्यक्त गर्न चाहन्छु। उहाँ जतिको युवा आफ्ना अन्य धेरै सम्भावनाहरूलाई उहाँले छोडेर यो एजुकेसनको खेलकुदसँग म जोडिएको छु राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा हामी पुग्न सफल भएका छौँ। अहिले पनि प्रधानमन्त्री कप जस्तो एउटा ठुलो प्रतियोगिता नेपालकै ठुलो प्रतियोगिता दाङमा गरेका छौँ। हाम्रो पोलिसी लेभलका नेताहरूले बुझ्नुपर्ने कुरा के हो भने अहिले हाम्रो योजनाहरूमा के हुन्छ भने तपाईँको कुनै पनि युवा दुर्व्यसनीमा फसिसकेपछि उसलाई सहयोग गर्नको लागि करोडौँ बजेट राखिरहेछौँ हामीले तर ती युवाहरूलाई सुरुमै सुधार्ने खेलकुदमा लग्ने त्यसलाई राम्रो बनाउने या युवाहरूलाई अवसर सिर्जना गर्ने कुरामा हामीले कहीँनिर पनि ध्यान दिन सकेका छैनौँ। अहिले नेपालको साँच्चीकै अवस्था हेर्नुहुन्छ भने युवाहरू कतै न कतै हामी बाटो बिराउन खोजी किन रहेछौँ भने हामीसँग अवसर छैन नि त। हामीलाई काम गरेर खान सक्ने एउटा वातावरण सिर्जना राज्यले गरिदिने हो भने समाज त्यसै सुधार हुन्छ। हामी जे गरेर भए पनि युवाहरू गरेर खान खोजिरहेछ। नेपालमा जति बसिरहेछौँ आज हामी युवाहरू एकदम स्ट्रगल गरिरहेछौँ। किन गरिरहेछौँ भने यो ठाउँको विकास गरौँ यो ठाउँलाई बनाऊँ भनेर हामी स्ट्रगल गरिरहेछौँ। तर के भइरहेछ राज्यले हामीलाई जबरजस्ती हामीलाई यहाँबाट ढकेल्ने किसिमको योजनाहरू बनाइरहेछ। यो बजेटका कुराहरूमा पनि त्यही किसिमले गरिरहेछ भने अब स्थानीय तहहरूमा पनि यो किताबलाई जोड्दाखेरि चाहिँ साँच्चीकै राज्यले यो चिजलाई अनरसिप लिनुपर्छ। मेरो भन्नु छ भने म कुनै भूमिकामा हुन्थेँ या नगर या कुनै भूमिकामा म यसलाई इम्प्लिमेन्ट गर्न सक्थेँ भने यो किताबलाई कुनै पनि विद्यालयले विद्यार्थीलाई कोर्सको रूपमा हामीले यसलाई अगाडि बढाउन सकेको भए धेरै समस्याहरू समाधान भएर जान सक्ने या विद्यार्थीहरूको क्यापासिटी आफैमा इन्हान्स हुने र उहाँहरू आफै पढाइप्रति र समाजप्रति आकर्षित हुने र सकारात्मक कुराहरू दिन सक्ने चिजहरू भोलि आउन सक्थ्यो। तर हामी कस्तो शिक्षाका कुरा गरिरहेछौँ भोग्ने शिक्षाका कुरा गरिरहेछौँ कस्तो शिक्षाका कुरा गरिरहेछौँ तपाईँको खालि त्यो तपाईँको भौतिक विकासका कुराहरूमा मात्रै हामी जोड दिइरहेछ हाम्रो शिक्षा प्रणालीले। राज्यले के भन्छ तपाईँको अहिले जुन संघीयता हामी लडेर ल्यायौँ आज चर्चा गरिरहेको थियो अघि टीकाराम दाइले डाक्टर साहबले अघि त्यहाँ चर्चा गर्नुभयो अहिले युवामा वितृष्णा किन जागिरहेछ त हामीले चाहेको जस्तो हामीले लिन सकेनौँ त। हिजो गणतन्त्रको लागि हामी पनि लड्यौँ बन्दुकको गोलीको अगाडि हामी पनि थापेको हामी पनि लाग्यौँ तर हामीले ल्याएको गणतन्त्रलाई अहिले यो तीनटा संरचना तपाईँको संघीयताले दिएको प्रदेश र स्थानीय सरकारले जुन लिन सक्ने त्यो कहाँबाट लियो त। हाम्रो स्थानीय सरकारले हामी जस्ता युवाहरूलाई समेट्न सक्ने यहाँका उद्यम विकास गर्न सक्ने या यहाँका युवाहरूलाई सकारात्मक रूपले अगाडि बढ्न सक्ने वातावरण कहाँनिर दियो त कहीँनिर दिएको छैन। चाहे अहिले फोहोर मैला व्यवस्थापनका कुरा गर्नुहोस् चाहे तपाईँको ट्याक्स बढाउने कुराहरू गर्नुहोस् जहाँनिर पनि व्यवसायहरूलाई हतोत्साहित गर्ने युवाहरूलाई त्रसित बनाउने
जानेर पनि युवाहरूलाई पछाडि पार्न खोज्ने किसिमका योजनाहरू हाम्रो स्थानीय सरकारहरूबाट पनि आइरहेछ र अलिकति अहिले एउटा अभियान पनि हामीले थालेका छौँ। यो दाङ समृद्ध बनाउनको लागि हाम्रो जिम्मेवारी हो, युवाहरू लाग्नुपर्छ र गलत भएका कुराहरूलाई हामी बोलिदिन सक्यौँ भने राज्य अलिकति सचेत भएर अगाडि बढ्न सक्छ भन्ने कुरामा हामी सबै लाग्ने कुराहरू लागि पनि रहेछौँ, सबैले सहयोग पनि गर्नुभएको छ र अन्त्यमा यो उहाँलाई धेरै धेरै शुभकामना छ विष्णुजीलाई। र म के भन्न चाहन्छु भने हामी सम्पूर्ण यो क्षेत्रमा लागेका बुझेका सम्पूर्ण युवाहरू हामी विष्णुजीको पक्षमा छौँ, यो किताबको पक्षमा छौँ। यो साँच्चीकै एकदमै उत्कृष्ट छ। अब यसमा सुधारका कुराहरू समयअनुसार परिमार्जन गर्ने कुराहरू त्यो आफैमा उहाँले गरि पनि रहनु भएको छ। एकदम खुसी पनि लाग्यो तेस्रो संस्करण रहेछ र उहाँ जसरी यो क्षेत्रमा सफल हुनुभएको छ यसमा केही न केही छ। यो 5 डिग्रीका कुरा गरिरहँदाखेरि केही नभएर उहाँ सफल हुनुभएको छैन। होइन भने उहाँ डेभलपमेन्ट सेक्टरमा सफल व्यक्ति हो, पत्रकारिताको क्षेत्रमा पनि उहाँ सफल हुनुभएको हो, सामाजिक अभियन्ताको रूपमा सशक्तिकरण पछाडि परेको वर्गलाई तपाईँको एउटा मेन स्ट्रिममा ल्याउने कुरामा पनि उहाँ सफल हुनुभएकै हो। तर 81 उहाँ केही समय हराउनुभयो र एउटा मोटिभेसनल स्पिकरको रूपमा एउटा यो त्यही पनि शैक्षिक मोटिभेसनल स्पिकरको रूपमा आउनु भएको छ भनेपछि यो चिजलाई हामीले ग्रहण गर्नुपर्छ र यसमा भएका कुराहरूलाई अझ माइन्युटली अध्ययन गरेर अझै हामीले यसलाई बढाउनलाई हामी सबै लाग्नुपर्छ भन्ने कुराहरू राख्दै विष्णुजीलाई धेरै धेरै शुभकामना। उहाँको यो नयाँ करियरको लागि यो करियर पनि समाज परिवर्तनको लागि हाम्रो नगरमा भएका विद्यालयहरूको परिवर्तनको लागि एउटा कोसे ढुङ्गा साबित हुने कुराहरू राख्दै म उहाँलाई धेरै धेरै शुभकामना दिँदै म बिदा हुन्छु। हस्त धन्यवाद। हाम्रा विद्यार्थीहरूले यानि कि जो विद्यार्थी जीवनयापन गरिरहेका छन् तिनीहरूले कसरी आफ्नो जिन्दगीलाई उर्वर बनाउने, त्यो हिसाबले जिन्दगीमा कसरी उन्नति प्रगति गर्ने त्यतातिर लम्किनको लागि जुन एउटा ठोस कदम उठाउनु जरुरी छ त्यो हिसाबमा विद्यार्थीहरू नपढ्ने अल्छी त्यस्ता खालका विद्यार्थीहरूलाई उत्साह दिनको लागि यो किताब हामी माझ ल्याउनु भएको छ। सर्वप्रथम त उहाँलाई धन्यवाद ज्ञापन गर्छु र यो पुस्तक प्रकाशनको लागि मैले थोरै पनि सहयोग गर्न पाएकोमा आभार पनि प्रकट गर्न चाहन्छु। मैले सहयोग गरेर तन मन दिएर उहाँलाई यो किताब हामीमाझ ल्याउन सहयोग गरेका थियौँ र यो जुन विमोचन कार्यक्रम छ यो विमोचन कार्यक्रममा मलाई थोरै शब्द राख्न दिनुभएकोमा पनि धन्यवाद आभार प्रकट गर्न चाहन्छु। सभाध्यक्षज्यू, प्रमुख अतिथिज्यू, चेन्ज भन्ने पुस्तक जुन छ त्यो पुस्तकले हाम्रो सबैको जीवनमा एउटा उज्यालो बत्ती बाल्ने एउटा जमरो गरेको छ। त्यसलाई फेरि पनि मलाई म धन्यवाद दिन चाहन्छु र बधाई दिन चाहन्छु, सम्मान गर्न चाहन्छु। र दोस्रो कुरो चाहिँ अब हाम्रा अहिलेका भाइ बहिनीहरू अस्ति भर्खरै म तपाईँहरूलाई दुःखद कुरा सुनाइदिन्छु। अब यो यस्ता किताबहरूले अलिकति मोटिभेसन गर्थ्यो। अब अस्ति एउटा विद्यार्थी भाइ चाहिँ मैले चाहिँ राम्रो गर्न सकिनँ भनेर एसएलसीमा चाहिँ एसएलसी दिँदै गर्दैको भर्खरको युवा चाहिँ आफू चाहिँ राम्रो इक्जाम भएन भनेर चाहिँ सुसाइड गर्न बाध्य भयो। कारण के त भन्दाखेरि उसलाई मोटिभेसनको अभावको कारण म चाहिँ यदि हुनैपर्छ यो भएपछि यसो हुन्छ भन्नका लागि चाहिँ उसलाई चाहिँ मोटिभेसनको अभावको कारणले गर्दाखेरि ऊ चाहिँ अलिकति दिगदारीपनमा गएर सुसाइडसम्म गर्नुपर्ने स्थिति भयो। अहिले एसएलसी चलिरहेछ। यी भाइ बहिनीहरूले मैले चाहिँ यति नम्बर ल्याउनुपर्छ, यसो गर्नुपर्छ, उसो गर्नुपर्छ भनेर चाहिँ के अरे उनीहरू चाहिँ प्रेसरमा हुन्छन्। मोटिभेसनले प्रेसरलाई चाहिँ कन्ट्रोल गर्छ। र विष्णु देवकोटाको आगामी दिनहरू राम्रोसँग लेखन कलामा बितोस् भन्ने शुभकामना पनि दिन चाहन्छु। र म विष्णु देवकोटालाई अलिकति कुरा गर्दाखेरि विद्यार्थी कालदेखि चिन्छु। पहिले विद्यार्थीको भूमिकामा रहनुभयो, त्यसपछि पत्रकारिताको भूमिकामा, समाजसेवीको भूमिकामा, राजनीतिको भूमिकामा र अहिले मोटिभेटर अथवा लेखकको भूमिकामा मैले चिनेको छु। र उहाँको यो मोटिभेटर छ, यसलाई यो देशको यो लेखन कला छ, यो आगामी दिनहरूमा राम्रोसँग जाओस्, अझ उत्कृष्ट बितोस् भन्ने मैले शुभकामना दिन चाहन्छु। आदरणीय दर्शक महानुभाव, आजको भिडियो यहाँहरूलाई कस्तो लाग्यो? पक्कै पनि समय सन्दर्भिक लाग्यो होला। शिक्षा यानि कि चेतनाको विकास हुन जरुरी छ। किताबी पढाइ घोकन्ते विद्याभन्दा अलिकति माथि उठेर व्यवहारमुखी शिक्षा एसएलसीसम्म पढेको मान्छेले जीवनमा गरी खान सक्ने
गरी खान सक्ने, गर्नुपर्छ, मेहनत गर्नुपर्छ, सङ्घर्षशील, श्रमशील, मेहनतमा प्रेम गर्ने, मेहनतमा विश्वास गर्ने, आत्मविश्वासी एजुकेसन चाहिन्छ। शिक्षा नै हो मान्छेलाई जस्तो शिक्षा प्राप्त भयो त्यसले त्यस्तै क्रियाकलाप गर्छ। त्यसकारणले स्वाभिमानी शिक्षा जसले हाम्रो नेपालको शान उच्च बनाउन सकोस् त्यस्तो जनशक्ति हामीले निर्माण गर्नु छ। त्यसकारणले शिक्षामा थोरै भए पनि चेन्ज हुन जरुरी छ। शिक्षाको विषयमा छलफल हुन एकदमै जरुरी छ। आदरणीय दर्शकबिन, आजको भिडियो कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै कमेन्ट गरिदिनु होला। यो भिडियो पक्कै पनि महत्त्वपूर्ण छ र यो भिडियो धेरैभन्दा धेरै साथीभाइहरूका पुगोस्। हाम्रो आउने भोलिको सन्ततिको निम्ति केही राम्रो काम गरेर जाउँ भन्न चाहनुहुन्छ भने यो भिडियोलाई एकदमै सेयर गरिदिनु होला, लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला, हामीसँग जोडिदिनु होला, हाम्रो च्यानललाई सब्सक्राइब गरिदिनु होला। हामी फेरि अर्को दिन नयाँ विषयवस्तु, एकदमै महत्त्वपूर्ण विषयवस्तु लिएर आउने बाचा गर्दै आज बिदा हुन चाहन्छौँ। नमस्कार।